महासम्बोधि धर्मसङ्घ गुरुज्यू, उहाँ गुरुज्यू 2062 साल ज्येष्ठ 2 गतेदेखि 2068 साल ज्येष्ठ 2 गतेसम्म निर्जल निराहार घनाघोर जंगलमा तपस्या गर्नुभई प्राप्त ज्ञान गुण नै बोधि मार्ग दर्शन मैत्री धर्म हो। उहाँले प्रतिपादन गर्नुभएको धर्म नै मैत्री धर्म हो र त्यस मैत्री धर्ममा नै हामी अहिले संघ भक्तहरू हामी लागि परेका छौं। मैत्री धर्मभित्र अपनाउनु पर्ने नियम शीलहरू उहाँ गुरुज्यूले 11 वटा प्रदान गर्नु भइसकेको छ र जो जसले यस 11 वटा शीलहरू पालना गर्ने प्रयत्न राख्दछ ऊ सदा आशावादी र सुख शान्ति नै हुनेछ। उहाँ गुरुज्यूले 6 वर्ष तपस्या पश्चात ज्ञान गुणमा के पायौ भन्ने प्रश्नहरूमा आज यहाँ संसारमा छर्लङ्ग भएको छ। यहाँ देख्न सक्नुहुनेछ उहाँ स्वयं गुरुज्यू लगायत तस्बिरहरूमा 21 श्लोकमा विराजमान परमात्मा भगवान गुरुजीहरू हुनुहुन्छ। उहाँ 1 नम्बरमा हुनुहुन्छ ढाकपो गुरु अर्थात् नोम्युन ग्यावी, त्यसैगरी लायन सी ग्यावी, त्यसैगरी लायन सिवी ग्यावी, त्यसैगरी एसेन ग्यावी। उहाँ स्वयं मैत्रीनाथ ज्यू अर्थात् धर्मसङ्घ गुरुजी हुनुहुन्छ। त्यसैगरी बैत्री गुरु अर्थात् यामतोक ग्यावी, त्यसैगरी म्रामरापेन मार्ग ग्यावी र उहाँ हुनुहुन्छ देवहरूको नि महादेव अथवा महामैत्रीनाथ देव, महामैत्रीनाथ देव उहाँ हुनुहुन्छ। 6 वर्ष पश्चात अन्तिम समयमा रातको 12 बजे सुनसानमा साक्षात परमात्मा भगवान सँगको आशीर्वाद प्राप्ति पश्चात गुरुजीसँग वार्तालाप भएको समय पनि आएको छ र त्यस वार्तालापमा भएको कुराकानी अहिले यस संसारलाई भन्न मिल्दैन भन्ने किसिमको वचनहरू आइरहँदा परमात्माको स्वरूप यहाँ दर्शाउनु भएको छ। उहाँ मैत्रीनाथ देव गुरुज्यू सिद्धार्थ गौतम बुद्धबाट पनि 6 वर्ष तपस्या पश्चात अन्तिममा मैत्रीनाथको दर्शन पाउनु भएको थियो भनेपछि अहिले त यहाँ संसारमा छर्लङ्ग छ। मैत्रीनाथको दर्शन हामीले प्रष्ट पाएका छौँ। कस्तो हुनुहुन्थ्यो होला मैत्रीनाथ देव भगवान परमात्मा भन्दा स्वरूप यहाँ छर्लङ्ग छ। सोनवा नेही निगमा ग्यावी ग्याते ग्यावी यन्दिक यन्दे निगमा यंचास्यु यंचास्यु यन्ता दोवान्सो सोनवा यन्गे निगमा निगमा देनपो दोवान्सो उवा ऊँचु ग्यावी पुम्पा ग्यावी दोवा सोन उवा ऊँचु एम्पा ग्यावी दोवा सोन छिउ नेही पुम्पा सर्वान लोगा सो चथोफ सैगी वंख्या सर्व मैत्री मङ्गलम गर्दछु।